उसको अनुहार यस्तो क्युट देखिन्छ मलाई के थाहा यहाँ यस्तो जाइन मसल बिगेको छ भनेर त्यही भएर सबैजनाले यहाँ आउँदा होला मैले कतै त प्याक भएर मैले सिक्नु नपाएर केटीहरूले सिक्दैन भन्छ डेफिनेटली हाम्रो स्ट्रङ्गेस्ट लेडीसँग सिक्दा हुन्छ भन्छु म चाहिँ गाइस मलाई चाहिँ साडी लाएर त्यो के गर्छ तिमी 360 गर्छ 360 हानेको होइन मलाई है आई होप मेरो सब्सक्राइबरहरू सबैले उसलाई सब्सक्राइब गरिदिनुहुन्छ भनेर उहाँको भ्लग नआए पनि मेरो भ्लग हेरेर चित्त बुझाउनु होला है अहिले हो कि सुरक्षाको चाहिँ अलरेडी बेस कस्तो राम्रो हो कि फ्लेक्सिबिलिटी मोबिलिटी भनेको एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ कि क्यालिस्थेनिकमा कस्तो क्विक लर्नर कि एक दुईचोटि यो गर्न पर्छ है भनिसकेपछि चाहिँ उसको बडीले चाँडै टिपी हान्ने खालको हो कि जस्तै ह्यान्डस्ट्यान्डमा भयो सबैजनाले मेरोबाट भ्लग हेरेर बनाउँदिनँ होला अनि यस्तो अपडेट दिन सक्नुहुन्छ के भइरहेको Hi everyone, welcome back to my channel. This is me Sura Rai र आज मसँग साथमा हुनुहुन्छ सुरक्षा केसी। उहाँ चाहिँ मसँग ट्रेनिङ गर्दै हुनुहुन्छ। म ट्रेनिङको भिडियो चाहिँ अहिले हाल्दिनँ, एकदमै प्रोग्रेस भइसकेपछि मात्र हाल्छु टक्क लाएर। के अरे सुरक्षा केसीले स्टार्ट गरिसक्यो क्यालिस्थेनिक्स है। हजुरहरूलाई केले रोकिरहेको छ, के कुरिरहनु भएको छ है। सो उहाँको एकदमै राम्रो प्रोग्रेस भइरहेको छ। एक दुई दिनपछि देखाउँछु र आजको भिडियो चाहिँ पुलोभर कसरी अनलक गर्ने भनेर म आज भिडियोमा गरिरहेको छु। सो कतिजनाले मलाई रिक्वेस्ट गर्नुभएको थियो पुलोभरको ट्युटोरियल हाल्नुहोस् भनेर। सो आज चाहिँ म पुलोभरको ट्युटोरियल हाल्छु र सँगसँगै स्टे ट्युन गाइज। यो पछि म क्यालिस्थेनिक बिगिनर होम वर्कआउटहरू पनि सेयर गर्न लागेको छु, तर आज चाहिँ फर्स्टमा चाहिँ पुलोभरको मात्रै हुन्छ। मलाई धेरैजनाले रिक्वेस्ट गर्नुभएको थियो पुलोभर कसरी अनलक गर्ने भनेर। सो आज फाइनली म यहाँ पुलोभर सिकाउँछु हजुरहरूलाई। थाहा छैन भने पुलोभर गएर सर्च गर्न सक्नुहुन्छ। मलाई धेरैजना रिक्वेस्ट गरेर मैले भिडियो गर्न लाग्यो। सो ओके गाइज, ल फर्स्ट स्टेपदेखि स्टार्ट गरौँ है त। म चाहिँ सुरक्षालाई पुलोभरको ट्युटोरियल स्टार्ट गर्नुभन्दा अगाडि सुरक्षालाई सानो इन्टरभ्यू दिन चाहन्छु। मसँग ट्रेनिङ गरेको 2 दिन भइसक्यो, तर अलरेडी उसको प्रोग्रेस यस्तो बबाल छ गाइज होइन। म अहिले भिडियो हाल्दिनँ, सिधै स्किल्सहरू अनलक गरिसकेपछिको भिडियो हाल्छु सोचिरहेको छु हो कि होइन। सो अहिले एकदमै राम्रो प्रोग्रेस भइरहेको छ। मैले चाहिँ इमेजिन नै गरेको थिइनँ कि मैले जे सिकाइरहेको हुन्छ त्यसको अलरेडी उसले गरिदिइसकेको हुन्छ कि जे कुरामा कस्तो क्विक लर्नर पनि हो कि, अनि उसको बडीले कस्तो चाँडै एडप्ट पनि गर्छ, प्लस फ्लेक्सिबिलिटी पनि अलरेडी रहेछ कि उसको बडीमा। त्यही भएर पनि त्यसले गर्दा प्लस पोइन्ट भयो पनि एकदमै जस उसले नै एकदम कम्फर्टेबल भएर गइरह। आई होप कि मैले कम्फर्टेबल गरेर गराइरहेको छु होइन। सो त्यही हो। अनि त्यसपछि 2 दिनको ट्रेनिङमा कस्तो एक्सपिरियन्स भइरह त्यो पनि थोरै सुनाम है त। ल मन पऱ्यो मलाई त। मैले त केही सक्दिनँ क्या मैले यसमा त भन्ने सोचेको थिएँ, तर सोचेँ भन्दा राम्रो भइरह। प्लस सिकाउने मान्छे पनि खतरा भएर होला। ओके सिकाउने पनि भर पर्छ अफकोर्स होइन, बुझाएर सिकायो भने मजाले बुझिन्छ। हजुर त्यो भएर दामी भइरहेको। ओके सो अब उसको अझै मैले त झन् केटीसँग ट्रेन गर्नु पाउँदा चाहिँ कस्तो खुसी छु क्या म एकदम। ओके सो कोही क्यालिस्थेनिक स्टार्ट गर्ने सोचिरहेको छ फिमेलहरू भने के भन्न चाहनुहुन्छ? ल क्यालिस्थेनिक स्टार्ट गर्नु मन छ भने क्यालिस्थेनिक्स मात्र होइन, ओभरअल एभ्रिथिङ फिटनेसको लागि यताउता पनि सिक्न मलाई हात दुईचोटि सोच्नै पर्दैन क्या मलाई के होला कसो होला, अनि खुरुक्कै आएपछि सबै चिज आफै भइहाल्छ क्या। यस ओके। अनि मान्छेहरूले चाहिँ सोचिरह होला किन भ्लग आएन भनेर। सुरक्षा यता यस्तो आफूमा काम गरिरह, आफूमा वर्कआउट भइरह। सो यहाँबाट पनि भिडियो हेरेर सपोर्ट हानिदिनु पऱ्यो। सो ह्याप्पी टु हेभ यु हियर है एज माई स्टुडेन्ट। एकदमै धेरै राम्रो प्रोग्रेस पनि भइरह। अनि त्यसपछि भनौँ न अलरेडी बेसिक भइसकेपछि चाहिँ सिकाउन पनि सजिलो हुन्छ कि। प्लस पोइन्ट चाहिँ त्यही भएको कि सुरक्षाको चाहिँ अलरेडी बेस कस्तो राम्रो हो कि फ्लेक्सिबिलिटी मोबिलिटी भनेको एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ कि क्यालिस्थेनिकमा। मेन एउटा त्यो भयो। अनि कस्तो क्विक लर्नर कि एक दुईचोटि यो गर्न पर्छ है भनिसकेपछि चाहिँ उसको बडीले चाँडै टिपी हान्ने खालको हो कि जस्तै ह्यान्डस्ट्यान्डमा भयो। वाल ह्यान्डस्ट्यान्ड एकचोटि गऱ्यो त्यसपछि सिधै एटेम्प्टहरू हानिदियो यताउता। भनौँ न बेसिकमा पनि धेरै नै मान्छेहरूको कति वर्कआउट गर्नुपर्ने हुन्छ नि त, 1 मन्थ जस्तै लाग्छ कि। सो अलरेडी सुरक्षाको त्यो भएर एकदमै धेरै हेल्पफुल पनि भयो, एकदमै स्ट्रङ पनि छ। अहिले भर्खर यहाँ त्यो किकअप पनि यस्तो गर्दा गर्दै हानिदिइहाल्यो। सो अनि स्ट्रङ त छँदैन है अब, स्ट्रङ ब्युटी एन्ड बिस्ट कम्बो प्याक ल है। ल ल ल ल यो चाहिँ सुरक्षाकोबाट कम्प्लिमेन्ट हो है मलाई पनि। ल ओके सो अब हामी फेरि ट्रेन गर्छौँ। अहिले चाहिँ रेस्टमा हो है। ट्रेनिङको भिडियो चाहिँ बिस्तारै आउँछ। अनि बहिनी पनि छ यहाँ, यसो बहिनीलाई पनि देखाइदिउँ। बिस्ट हो बहिनी नि। 10 पुल अप अनलक भइसकेको छ, केही बोले खाएन अहिले अब ल है। सो गाइज ल त्यही हो। अब हामी चाहिँ अहिले ट्रेनिङको बिचमा बोलिरहेछौँ। अब एकछिनपछि देखाउँछ है त। अनि त्यसपछि म सँगै पुलोभरको आज देखाउँछ है त। ल गाइज आज चाहिँ पुलोभरको ट्युटोरियल मैले भनेको थिएँ। सो सुरु स्टेपदेखि स्टार्ट गरौँ है त। सुरु स्टेपमा चाहिँ हामी चाहिने भनेको यो
पुलओभरको लागि पुलअप चाहिन्छ हामीलाई। सुरुमा हामीले मिनिमम पनि भनौँ न 8 देखि 10 डेजसम्म क्लिन पुलअप हान्न सक्ने हुनुपर्छ यसको लागि चाहिँ। सो सुरुमा हजुरले पुलअप हान्न सक्नु हुँदैन भने यसको लागि ट्राई नगर्नुहोस् ल, किनभने 8 to 10 डेज चाहिँ हजुरले क्लिन पुलअप हान्न सक्ने हुनुपर्छ यसको लागि। सो यसको लागि सक्नुहुन्न भने पुलअप कसरी हान्ने भनेर मेरो भिडियोहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। मैले त्यहाँ ट्युटोरियल नै सेयर गरिसकेको छु। सो फाइनली 10 पुलअप गर्न गरिसकेपछि चाहिँ सजिलो स्टेप छ है। सुरुमा चाहिँ हामी यो लो बारबाट स्टार्ट गर्छौँ, किनभने हाई बारमा स्टार्ट गर्दाखेरि अलिकति गाह्रो हुन्छ, त्यही भएर हजुर पनि सक्नुहुन्छ भने यो सानो खालको बारबाट स्टार्ट गर्दा एकदमै धेरै राम्रो र कम्फर्टेबल पनि फिल हुन्छ। सो सुरु स्टेपदेखि स्टार्ट गरौँ है त। सुरुको स्टेपमा चाहिँ हामीले सपोज हामीले यहाँ पुलअप जान्छौँ नि यसरी पुलअप जाँदाखेरि होल्ड हान्ने यसरी, यो होल्ड हान्न सक्नुभयो भने चाहिँ हजुरलाई धेरै सजिलो हुन्छ है। अनि सुरुमा चाहिँ स्ट्रेन्थ बिना एकैचोटि हामी मोमेन्टम युज गरेर पल्टिन सिक्नुभयो। सुरुमा चाहिँ यो गर्ने यसरी स्वाट्ट यसरी जाने, यसमा चाहिँ हजुरहरूको स्ट्रेन्थ लाग्दैन, मोमेन्टम यस्तै गर्ने थोरै कसरी गर्ने अनि हो यसमा चाहिँ हजुरहरूको स्ट्रेन्थ खासै लाग्दैन, त्यही भएर इजी पनि हुन्छ। र मैले अघि भनेको थिएँ हाई बारमा चाहिँ यो पोसिबल हुँदैन नि त, उफ्रेर त्यसमा चाहिँ पुलअप तान्नै पर्ने हुन्छ। सो तलको बारमा गर्नुको फाइदा चाहिँ यही छ, अनि सट्ट गर्ने फेरि है। यो स्टेप पार गरिसकेपछि हजुरले थोरै स्ट्रेन्थ युज गरेर पनि गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ अलिकति नजिकमा आउनुहोस् त। ल ल ल ल ल भिडियो खिच्ने चाहिँ हामी सुरक्षा भिडियोग्राफर अलिकति नर्भस भएको छु। सो त्यसपछि चाहिँ के गर्ने भने सुरुमा यहाँ पुलअप तान्यो, अनि एउटा खुट्टा यस्तो गरिदिने, अनि यो गरिदिने, अनि यसपछि थोरै पुल तानिदिने, अनि त्यसपछि सरल जान्छ। र अर्को एउटा मिस्टेक भनेको चाहिँ के हुन्छ भने हामीले यस्तो गरिसकेपछि पुल तान्ने, तर खुट्टालाई चाहिँ यही सिधा गरिदियो भने हामीलाई एकदमै गाह्रो हुन्छ, त्यही भएर यसलाई चाहिँ यतापट्टि लगिदिनु पर्ने हुन्छ। जस्तै यहाँ गयो अनि यतिकै पुल तानेर यतिकै हुन्छ, यसलाई खुट्टालाई यसरी यतापट्टि ढकाल्दिन पर्ने हुन्छ है त। सो एकचोटि हामी थोरै माथि हाई बारमा ट्राई गर्छौँ। हुन्छ म्याम, गर्नुहोस् न। सुरुमा पुल तान्ने अघि मैले भने जस्तो है त। ल सुरुमा पुल तान्यो, होल्ड हान्यो, खुट्टा लाग्यो, अनि पुल तान्यो, अनि आफै यसरी जान्छ। हेर्नु त कति इजी मुभ छ यो पुलअप, त्यस्तो गाह्रो लाग्दैन। हजुरहरूले 8 to 10 डेज हान्नुहुन्छ भने पुलअप यो इजी हुन्छ है, यो नयाँ स्किल हो। अनि यसरी झर्न सक्नुहुन्छ अगाडिबाट है। फेरि एकचोटि हान्छ है त। ल गयो, होल्ड, खुट्टा लाग्यो, पुल, अनि तान्यो। ल यही हो, ट्युटोरियल चाहिँ एकदमै सर्ट एन्ड स्विट भइसक्यो। यही हो, अब हजुरहरूले पनि मजाले बाहिर पब्लिक पार्कतिर अथवा जिमतिर पनि एउटा बारहरू छ भने हजुरले मजाले गर्न सक्नुहुन्छ। अनि केही कन्फ्युजन भयो भने मलाई कमेन्टमा सोध्न पनि सक्नुहुन्छ, म मजाले कमेन्टहरू रिप्लाई गर्छु। र के को ट्युटोरियल चाहिन्छ कमेन्ट डाउन बिलो है त। थ्याङ्क यू म्याम। अनि त्यसपछि म्यामले त अहिले नै हेरेर सिकिसक्नु भयो। अब सुरक्षा हान्ने कि नहान्ने? 1 महिनामा हान्ने सुरक्षाले। ल सुरक्षाले 1 महिनामा हान्छ, त्यसपछि ढ्यान्टा र त्यसपछि सुरक्षा र मैले सँगै भिडियो बनाउँछु है। त्यसपछि सुरक्षा तर 1 महिनामा त हान्छ, मजाले हान्छौ हो तिमीले त, इजी हुन्छ। यहीँदेखि सिक्नुपर्छ कि। ल एकचोटि ल ट्राई गरेँ ल। यस्तो मात्र गर्दैन, म केही गर्नु पर्दैन। ल सुरुमा थोरै तल जाने, हुन्छ हो तल जाने, तल जाने, अनि यहाँ हो अघि पुलअप होल्ड गरेको थिएँ नि यसरी, यही हो क्या। यो गर्दाखेरि होल्ड चाहिँ हान्ने, होल्ड हान्ने, खोइ होल्ड हान्ने, खुट्टा उचालेर खोइ खुट्टा उचाल्ने, म फर्काइदिन्छु क्या। होल्ड मात्र हान्ने, होल्ड हान्ने, खोइ होल्ड हान्ने, खोइ खुट्टा उचालेको छैन होल्ड हान्नलाई, दुइटै उचाल्ने। पुलअपमा हो, अघि पुलअपमा होल्ड हान्ने त्यसरी होइन सक्छ। ल 1 2 3 माथि यस इजी। आयो ग्रिप चेन्ज गरेर खै त हो ग्रिप लाग्छ भने ओ हुन्छ केही छैन के फेरि एकचोटि ल भाइ। सुरुमा पुलमा जाने नि होल्ड हान्ने, ल होल्ड हान्ने, ल यस स्लोली ताने, बस ताने, हो ताने, हो बुझ भयो ताने। ल खुट्टा चाहिँ अब एउटा मिस्टेक चाहिँ के भएर खान्छ तिम्रो, यस्तो नगर है, सिधा यसरी सिधा राख्दै रे, अनि कस्तो राम्रो देखिन्छ के। ल एकदम राम्रो भएर खायो त्यसको अलरेडी। ल यस खुट्टा उचाल्नु, सुरुमा पुलअपमा होल्ड गर्ने है, होल्ड गऱ्यो, यस अब माथि पुल तान्यो, खुट्टा सिधा, यस गुड जब।
ल छिटो छिटो फेरि लास्ट ल होलाने खुट्टामाथि दैन अब पुल तान्यो ओ गुड छ अहिले आफै पुल तान्यो है अहिले अलिक पुल तान्यो अनि के सम्झिने भने पुल मात्र तानेन खुट्टालाई पनि यस्तो होइन कि खुट्टालाई कता यता यता ल लास्ट वान है ल एक्जाम्पल पनि यहीँ आइसक्यो ल सुरुमा यहाँ होल्डाने पुलअप होल्डाने अब खुट्टामाथि पुल तान्यो यस तान्यो पुल तान्यो अहिले अघिको भन्दा आफूले न जोड लगाएर कि ल गाइस फाइनली उसले गरेर देखाइदिइसकेको छ है त्यस्तो धेरै गाह्रो छैन हजुरले मजाले यस्तो बारहरू छ भने ट्राई गर्न सक्नुहुन्छ त्यस्तै माथि बारमा ट्राई गर्दा त भयो तर यसमा ट्राई गर्नुभयो भने चाहिँ अझ सजिलो हुन्छ स्किल सिक्नलाई हो कि ल अब टु अनलक मोर स्किल्स डु सब्सक्राइब यस अनि इसुरा चान्लिङ राई ल अनि अघि के नाम राख्दै थियो अरे सुरक्षा मेरो तिम्रो के पो नाम स्ट्रङ्गेस्ट वुमन अफ नेपाल अब चाहिँ सब्सक्राइब हान्नै पर्यो सब्सक्राइब हानेर भने अब फेरि म ट्युटोरियलहरू सेयर गर्दिनँ है जिस्काइदिएको सब्सक्राइब हान्नै पर्छ भने चाहिँ छ किन नहुने गर्नुहोस् भिडियो हेर्नुहोस् साथ सपोर्ट दिँदै गर्नुहोस् अनि त्यसपछि स्ट्रङ बन्दै जानुहोस् सुरक्षाको निचो रिफ्लेक्ट गरिदिन्छ एकचोटि कस्तो बवाल छ कि साइडबाट अब हातलाई यस्तो गरिदिनु हो अब हो यो यसलाई अलिकति यता अब यसलाई यस्तो गरिदिनु हो यसलाई म हेर्छु ल क्यामेरामा देखाएको कि अलिकति पर दुइटै कस्तो हो बब्बाल देखिरहेछ यहाँबाट अलिकति थोरै माथि यस गुड छ ओहो ल ठुलो हो कि मेरो भन्दा नि मेरो कस्तो राम्रो देखेको कस्तो राम्रो देखाउँछ गाइस मलाई चाहिँ यिनले साडी लाएर त्यो के गर्छ रे तिमी 360 गर्छ 360 हानेको हेर्न मन लाग्यो है अस्तिदेखि सुरक्षाले मलाई भनिरह साडीहरू लगाएर स्टन्टहरू गर एकदम भन्दै सो म चाँडै गर्नेवाला छु त्यो पनि जगडलको बारमा अनि फेरि यस्तो कि अहिले त तिज नै आउनु ला अब त झन् रमझम्ने भयो त्यहीको मौकामा हाल्यो भने चाहिँ झन् राम्रो हुन्छ नि त तिज आउने बेलामा चाहिँ टक्क लगाएर म पनि एउटा स्टल हालिदिन्छु 360 यो चाहिँ सुरक्षाको डिमान्ड पनि भएर इच्छा अनि त्यसपछि होप कि तपाईँहरूले पनि मन पराइदिनुहुन्छ होला यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरू पनि टक्क लगाएर अब 1-2 महिनापछि मेरो भिडियो हेर्न सक्नुहुन्छ साडी लगाएर अनि त्यसपछि एउटा मेन कुरा भनेको चाहिँ के हो भने मैले ट्युटोरियलहरू सेयर गर्दाखेरि चाहिँ पुरा प्रोफेसनल हिसाबले यस्तो यस्तो गर्नु चाहिँ भन्दिनँ म चाहिँ एकदमै फन टाइपले होइन रमाइलो पनि होस् कसैलाई पुरा स्ट्रेस लिएर सिक्नुहोस् चाहिँ भन्दिनँ कि म चाहिँ प्रायः जस्तो त्यही गर्छु कि त्यही भएर अलिकति फन टाइपमा होइन हाँस्दै बोल्दै त्यसरी सिकाउँछु मलाई चाहिँ एक हो र त्यो पुरा ट्युटोरियल मात्रै सिकाउनु चाहिँ मन लाग्दैन सो मेरो भ्लग चाहिँ यस्तै मिक्स म्याक्स हुन्छ फन पनि हुन्छ कहिलेकाहीँ लडेको नि हालिरहेको हुन्छ कहिलेकाहीँ यसरी उहाँसँग सो त्यही हो गाइस अझै भिडियोहरू हेर्न मन छ भने सब्सक्राइब गरेर अब त हामी सँगै फ्रेममा पनि म काठमाडौँ आएको बेला भइरहेको छ होला होइन अनि अब किनभने उसको पनि अब क्यालिस्थेनिकमा राम्रो प्रोग्रेस हुँदै गएपछि त झन् सिक्न मन लाग्छ जस अब सुरक्षाको चाहिँ कस्तो हुन्छ भने टुरहरू यताउता भएर भनौँ न कन्टिन्यू गर्न चाहिँ पाउँदैन तर पनि उसले एटलिस्ट गर्छु भनेर अब नभ्याउँदाखेरि त अनलाइन पनि भइ नै हाल्छ एटलिस्ट यो फिल्डमा चाहिँ भइरह त्यही भएर कतिजना फिमेलहरू पनि गर्न खोज्नुहुन्छ भने मजाले गर्न सक्नुहुन्छ है मलाई कन्ट्याक्ट गरेर अब फिजिकल क्लास लिन मन छ भने आउँदा हुन्छ तिमीलाई कन्ट्याक्ट गर्नलाई के गर्नु पर्यो भने भन टिकटक इन्स्टा जहाँ मेसेज गर्दा नि हुन्छ मलाई चाहिँ अनि त्यसरी आउन पनि सक्नुहुन्छ र अर्को चाहिँ यस्तै मैसँग सिक्नुपर्छ भन्ने पनि छैन अझै मजाले होमवर्क गरेर मेन सजेसन चाहिँ केटीहरूलाई है केटाहरूलाई चाहिँ होइन केटाहरूलाई त अफकोर्स जति नि ट्रेनर हुन्छ तर केटीहरूलाई चाहिँ स्पेसली कम्फोर्टेबली सिक्न मन लाग्ने अफकोर्स अनकम्फोर्टेबल त हुँदैन अरूसँग सिक्दा पनि तर पनि केटी भयो भने त छुट्टै नै हुन्छ क्या त्यो इन्भाइरोमेन्टै छुट्टै हुन्छ कुरा मिल्छ मन मिल्छ बुझिन्छ अनि सिक्न पनि झन् छुट्टै कतै 1% पनि अनकम्फोर्टेबलनेस हुँदैन क्या केटी गर्दाखेरि चाहिँ सो केटीहरूले सिक्दैछ भने चाहिँ डेफिनेटली हाम्रो स्ट्रङ्गेस्ट लेडीसँग सिक्दा हुन्छ भन्छु म चाहिँ म नि त्यही भन्छु अनि मलाई चाहिँ अलिकति कस्तो हुन्छ अलिक मैसँग सिक्न आउनु भन्दाखेरि चाहिँ अलिकति उयो लाग्छ म भन्छु म केटी हो म चाहिँ के भन्छ स्टार्ट चाहिँ गर्नुहोस् कि क्यालिस्थेनिक गाह्रो केटाले मात्र गर्ने भन्ने नै होइन है केटाले मजाले गर्न सक्छ इजी काठमाडौँमा बौद्धमा यो चाहिँ उसले सिकाउने ठाउँ चाहिँ बौद्धमा हो अनि केटीहरूले चाहिँ आई थिङ्क जे स्ट्रङ हुन मन छ भने चाहिँ डेफिनेटली उसँग अनि मैले गाइज कतिलाई भन्छु नि मैले पेरेन्ट्सहरूलाई पनि क्या बुढाबुढीहरूलाई पनि बच्चाहरूलाई सानैबाट सिकायो भने ठुलो भएपछि दामी हुने हो क्या त्यही भएर सानो नानीहरूलाई सिकाउनु हुन्छ भने पनि अझ फिमेल ट्रेनर भएपछि त के को इन्सिक्युरिटी भयो होइन नथिङ त्यही भएर सबैजनाले यहाँ आउँदा होला भोलिपल्ट त प्याक भएर मैले सिक्नु नपाएको अनि सुरक्षा क्लास अनलाइन गर्नु नभए भयो भन्दा नि त्यही हो गाइज धेरै धेरै धन्यवाद यति अहिलेसम्म मेरो 1500 सब्सक्राइबर भइसकेको छ ठिक छ है अहिलेको लागि तर होइन मैले इमेजिन मेरो के भयो भने
1500 मेरो तर होइन एकदमै धेरै छोटो समयमा नि यति धेरै माया राम्रै हो होइन त है त्यति गर्नु मान्छे कति टाइम लाग्दो रहेछ नि त एकचोटि इमेजिन गर न 1500 मान्छे भनेको 1000 जना मान्छे भनेको कति हुन्छ होला अनि अब 1500 ले सब्स्क्राइब गर्यो भने चाहिँ 1500 अनि एकदमै धेरै थ्याङ्क यू भन्न चाहन्छु एटलिस्ट अब भनौँ न मैले गरेको यत्रो हार्डवर्कको एप्रिसिएट चाहिँ गरिदिइरहनु भएको छ कति धेरैजनाले अब कतिजनालाई के क्वेसन्सहरू नि होला मलाई डिएम गर्न सक्नुहुन्छ केहीको बारेमा कसरी स्टार्ट गर्ने यताउता कन्फ्युज हुनुभयो भने आई होप मेरो सब्स्क्राइबरहरू सबैले उसलाई सब्स्क्राइब गरिदिनुहुन्छ भनेर ल है त ल सुरक्षा सब्सक्राइबर यता इसुरातिर नि आउनु पर्यो नि आउनु पर्यो है त ल मेरो युट्युबमा आउनुभयो भने हजुर त्यस्तो बोर चाहिँ हुँदैन किनभने स्किल्सहरू अभियसली केटीहरूले कम गर्ने भएपछि हजुरलाई इन्ट्रेस्टिङ लाग्छ कि आउनु पाउनुहुन्न कतिको फ्यामिली इस्यु होला कतिको डाँडा होला के होला अनि अनलाइन सिक्न मन छ भने चाहिँ उसलाई पनि गर्नु होला अब कतिलाई त थाहा थिएन होला होइन यो भिडियोबाट जति पनि जनाले हेर्नुहुन्छ सब्स्क्राइब गरेर उसको भिडियोहरूबाट चाहिँ लेसन लर्न गर्दा हुन्छ केटी स्ट्रङ हुनुपर्छ आफू हो भनेर है केटीहरू नि स्ट्रङ चाहिँ हुन पर्यो सुरक्षा जस्तै सुरक्षा अलरेडी स्ट्रङ छ है देख्यो होला नि यो होइन अघि भर्खरको यसले सिकाइदिएको मलाई आउँदैन कुनै यस्तो देखाउँथ्यो कि कस्तो दामी हो देख्दैन कि त्यो टाइपले यो टाइपले देख्दैन अनि यस्तो गरेर यो गरे ऊ अनि त्यसपछि अनि यो पनि गर्नुपर्छ कि यो गर्छ यो तपाईँको सुरक्षा सलमान खान कसरी यिनले मलाई यो यस्तो गर्ने के चाहिँ नि के सिकाउँछ रे यहाँबाट यो भएर यस्तो गर्ने कि ठ्याक्क कसरी हो यो पछाडिपट्टि च्याप दिने नि यस्तो गरेर चेस्टलाई अगाडिबाट निकाल्ने ठ्याक्क यो बुझिन म त हो बाहिर ल हो अब साइडबाट यो देख्नु पर्यो कि देखि यता यता योहरू यो बबाल देखिरहेको यता ब्याक क्यामेराबाट देखाउँछ एकछिन वेट ल कपडा देखाएन त्यही भएर मात्रै हो क्या नत्र त यसले मलाई बडी बिल्डर बनाउँछ जस्तो गाइज मैले नि भर्खर सिकाएँ किनभने अडियन्सले मन पराउने हुँदो रहेछ नि त भयो ओए थोरै यता साइड यस्तो दिएर ओए बबाल देखि अब यतापट्टि ल भयो अब यसलाई स्वाट्ट पर्छ अब अर्को पनि बिटी हो अब अलि अझ जोड लाउने हातलाई जोड लाउने ओहो हो ल यतिको चाहिँ हुन पर्यो है ल कस्तो दामी देखि अब यहाँ दामी देखिन्छ क्या छिटो फेरि एकचोटि लास्ट वान ल यहाँ ठ्याक्क माथि लाइट छ अनि मुनिपट्टि आउँछ कि बबाल देखाउँछ हेरे उसको अनुहार यस्तो क्युट देखिन्छ कसलाई के छ यहाँभित्र यस्तो जान मसल बिकेको छ भनेर त्यही भएर केही सोच्नु अगाडि चाहिँ 1000 पटक सोच्नु होला है के हाल हुन्छ भनेर सो त्यही हो एकदम उसले भनि नै हाल्यो फिमेलहरू स्ट्रङ हुनुपर्छ है हो कि होइन एउटा क्यालिस्थेनिक एउटा त्यही माध्यम पनि हो कि स्ट्रङ हुने एउटा माध्यम पनि हो सिक्न सक्नुहुन्छ ल गाइज अब त्यही हो अन्तिममा हामी बाई भन्न चाहन्छौँ थ्याङ्क यू बाई थ्याङ्क फर वाचिङ डु सब्सक्राइब माई च्यानल अनि उहाँलाई पनि अझ धेरै माया गरिदिनु होला उहाँको भ्लग नआए पनि मेरो भ्लग हेरेर चित्त बुझाउनु होला है अहिले है हो कि होइन अहिले उहाँको भ्लग आएन उहाँको च्यानलबाट त्यही भएर सबैजनाले मेरोबाट भ्लग हेरेर 2-3 दिन अझै मैले रेस्ट गरिरहेको काठमाडौँ भइन्जेल चाहिँ मैले त्यति धेरै बनाउँदिनँ होला अनि यस्तो अपडेट दिन सक्नुहुन्छ के भइरहेको होला है यहीँबाट थाहा हुन्छ एकदमै उसले आफूमा वर्क अन गरिरह भनेर सो बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ